पार्टीले मार्यो अहिले पनि सम्झँदाखेरि मैले तिनीहरूलाई अगाडि पाएँ भने कसैले मारेर दियो भने म शाकाहारी मान्छे तिनीहरूको रगत पिउँछु भन्ने मलाई रिस उठ्छ त्यस्तो 205 वटा बैंक लुट्ने त्यस्ता अपराधीहरूलाई गोली ठोक्ने बेला आएको छ गंगा चौधरी एमाले पार्टी छोड्यो एमाले पार्टी भित्र जब मदन भण्डारीको हत्या भयो त्यतिखेर त्रिशुली नदीमा जनताको बहुदलीय जनवाद त्रिशुली नदीमा बगिसकेको कुरा मैले तपाईहरुको लागि अगाडि आज बोल्न चाहन्छु हिजो लुङ्गी लगाउनेहरू आज 10,000 को सारी लगाउँछन् 50,000 को सारी लगाउँछन् तिनीहरू कहाँबाट पाए त्यो कुरा तपाई हामीले खोज्नु पर्ने जरुरी छ भ्रष्टाचार गरेर देशलाई दलदलमा फसाएका छन् तपाईहरु त्यो बन्दुक तिनीहरूलाई किन तर्छाउन सक्नुहुन्न आज देशको लागि जसले आवाज उठाइराखेको छ हाम्रो यहाँ हेर्नुस् आस्थाका बन्दीहरू कसैको घर लुट्न गएका थिएनन् कसैलाई मार्न गएका थिएनन् कसैको श्रीमतीका सिन्दूर पुस्न गएका थिएनन् आज तिनीहरूलाई आज राष्ट्रद्रोहको मुद्दा लगाउनुहुन्छ राष्ट्रद्रोही त त्यो हो जो राष्ट्रलाई भ्रष्टाचारको दलदलमा फसाउने व्यक्ति राष्ट्रद्रोही हो त्यहाँ देशका जनताको समस्या जस्ताको तस्तै हुन्छ त्यहाँ जनताको आवाज सुनिदैन यदि सुनिएको भए आज हाम्रो यो अवस्था हुने थिएन र यहाँ धर्मनिरपेक्षता पनि हुने थिएन हामी 75 वटा जिल्लामा गएर हामी संविधान बनिरहँदाखेरि हामी प्रत्येक निर्वाचन क्षेत्रमा गएर जनताको राय बुझेका थियौं तपाईहरुलाई हिन्दू राष्ट्र चाहिएको छ कि धर्मनिरपेक्षता चाहिएको थियो सम्पूर्ण यावत विषयमा त्यहाँ जनताको सुझाव अहिले सिंहदरबार भित्र गएर हेर्नुस् बोराको बोरा राखेको छ एउटा बोरा पनि फर्काएर हेरेको छैन र आदरणीय पत्रकार मित्रहरूलाई म के भन्न चाहन्छु अब राष्ट्रको विरोधमा हैन तपाईहरुलाई पनि राष्ट्र चाहिएको छ राष्ट्र रहेन हामी रहौला यो नेपाल राष्ट्र यदि हामी चुप लागेर बस्यो भने 2 दशक पछि हाम्रो नेपाल रहने छैन यो कुरा तपाईहरुले पनि मनन गर्नुस् र अर्को कुरा म एउटा कर्मठ राष्ट्र सेवकको श्रीमती म गंगा चौधरी म सुरक्षाकर्मी मित्रहरूलाई पनि म भन्न चाहन्छु हिजोको दिनमा 10 वर्ष द्वन्द्वकालमा मेरो श्रीमान पनि त्यतिखेर कार्यरत हुनुहुन्थ्यो त्यतिखेर त्यहाँको सिन्धुलीको घटनाले मलाई पटक पटक झस्क्याउँछ सिन्धुली त्यतिखेरको घटना सम्झिँदाखेरि मेरो आँखाबाट अहिले पनि आँसु आउँछ महिलाहरू आफ्नो श्रीमानको लामो आयुको निम्ति हाम्रो तीजको व्रत बसिरहँदाखेरि कति लास त्यहाँ वर्षाए आज तिनीहरूको संरक्षणको लागि तपाईहरु 25-26 जनाको टिम बस्नु भएको छ आज तिनीहरू नै भ्रष्टाचार गरेर देशलाई दलदलमा फसाएका छन् तपाईहरु त्यो बन्दुक तिनीहरूलाई किन तर्छाउन सक्नुहुन्न आज देशको लागि जसले आवाज उठाइराखेको छ हाम्रो यहाँ हेर्नुस् आस्थाका बन्दीहरू कसैको घर लुट्न गएका थिएनन् कसैलाई मार्न गएका थिएनन् कसैको श्रीमतीका सिन्दूर पुस्न गएका थिएनन् आज तिनीहरूलाई आज राष्ट्रद्रोहको मुद्दा लगाउनुहुन्छ राष्ट्रद्रोही त त्यो हो जो राष्ट्रलाई भ्रष्टाचारको दलदलमा फसाउने व्यक्ति राष्ट्रद्रोही हो आज हेर्नुहुन्छ भने तपाईहरु पनि सोच्नुस् अहिले पनि तपाईहरु के गर्दै हुनुहुन्छ तपाईहरुका चेलीबेटी म जस्ता कयौं नारीहरुको 5-5 हजार महिलाहरुको सिन्दूर पुछेका छन् कति नारीहरुको अस्मिता लुटिएको छ आज नहुँदै हाम्रो मातृभूमिको दिनधारे विदेशीहरुले बुटले कुल्चिरहँदाखेरि पनि तपाईहरुले टुलो टुलो हेरिराख्नु भएको छ अझै राष्ट्रको आवाज उठाउने माथि गोली पर्साउनुहुन्छ आज राष्ट्रको आवाज उठाउनेलाई गोली ठोक्ने अधिकार कसले दियो तपाईहरुलाई यो प्रश्न गर्न चाहन्छु सुरक्षाकर्मी मित्रहरुलाई आदरणीय म यति भनिरहँदाखेरि तपाईहरुलाई लाग्न सक्छ अहिले पनि मेरो फ्यामिलीबाट 100-150 जना प्रहरी प्रशासनमा छन् उहाँहरुलाई म पनि मैले भनिराखेको छु राष्ट्रको लागि बोल्नेलाई गोली बर्साउने हैन भ्रष्टाचारी गर्ने देश लुट्ने 205 वटा बैंक लुट्ने त्यस्ता अपराधीहरूलाई गोली ठोक्ने बेला आएको छ त्यसैले म के भन्न चाहन्छु भने यथाशीघ्र हाम्रो आस्थाका बन्दीहरूलाई बिना शर्त रिहा गर्नुस् र म आदरणीय
राष्ट्रवादी मित्रहरूलाई के भन्न चाहन्छु भने यसरी आम सभा जुलुस गरेर हैन, मिल्दैन अधिकार। 17,000 को रगतसँग होली खेलेका मान्छे त्यतिकै सत्ता छोड्दैन। यो कुरा पनि तपाईँ हामीले बुझ्नुपर्ने जरुरी छ। त्यसैले 2 जना शहादत प्राप्त गरेका छन्। 250 राउन्ड गोली बर्साउनेलाई के कारबाही हुने यो जनताले निर्णय गर्नेछ भोलिको दिनमा। यो कुरा पनि यहाँहरूले बुझिराख्नुहोस्। हिजोको दिनमा 10 वर्ष द्वन्द्वकालमा म एउटा प्रहरी परिवार भएको कारणले न सुत्ने निद थियो, न बाहिर घुम्ने त्यस्तो वातावरण थियो। लुकी लुकी हामी हिँड्नु पर्ने थियो। जहाँ श्रीमान जान्थे मलाई लैजानुस्, तपाईसँगै म पनि शहादत प्राप्त गर्छु भन्ने हाम्रो अवस्था सिर्जना भएको थियो। मेरो ससुरालाई 3 टुक्रा पारेर माओवादीले मार्यो। अहिले पनि सम्झँदाखेरि मैले तिनीहरूलाई अगाडि पाएँ भने कसैले मारेर दियो भने म शाकाहारी मान्छे तिनीहरूको रगत पिउँछु भन्ने मलाई रिस उठ्छ त्यस्तो। त्यसैले म भन्न चाहन्छु, म एउटा प्रहरी परिवारकै भएकै कारणले, प्रहरीकै बाउ भएकै कारणले मेरो ससुरालाई माओवादीले 10 वर्ष द्वन्द्वकालमा 3 टुक्रा पारेर मारे। के म यो बिर्सन सक्छु? सक्दैन। त्यसैले अब राष्ट्रको भलो, राज संस्था पुनर्स्थापना नभइकन देश जोगिँदैन। यदि देश जोगाउने हो भने तपाईँ हामी सबैले आफ्नो स्वार्थ छोडेर राष्ट्र झन्डा मुनि आउनुहोस्। गङ्गा चौधरी एमाले पार्टी छोड्यो। एमाले पार्टीभित्र जब मदन भण्डारीको हत्या भयो त्यतिखेर त्रिशुली नदीमा जनताको बहुदलीय जनवाद त्रिशुली नदीमा बगिसकेको कुरा मैले तपाईहरूको लागि अगाडि आज बोल्न चाहन्छु। हिजोको सर्वहाराको नारा लगाउनेहरू आज हेर्नुस् गगनचुम्बी महल कहाँबाट आयो? पत्रकार मित्रहरू खोज्नुस्। जसको चप्पल लगाउने हैसियत नभएका वर्षमान पुन लगाएका घर हेर्नुस् गगनचुम्बी महल छ। त्यो लुम्बिनी प्रदेशमै पर्छ तिनीहरूको घर। हिजो लुङ्गी लगाउनेहरू आज 10,000 को साडी लगाउँछन्, 50,000 को साडी लगाउँछन्। तिनीहरू कहाँबाट पाए? त्यो कुरा तपाईँ हामीले खोज्नुपर्ने जरुरी छ। यो कुरा नखोजेसम्म हामीले नेपाली जनतालाई न्याय दिन सक्दैनौँ। त्यसैले हामी सम्पूर्ण राष्ट्रवादी शक्तिहरू अब ढिलो होइन, एक ठाउँमा जुर्बुराउँ र कार्यक्रम आन्दोलनका कार्यक्रम निरन्तर दिनको लागि मैले आह्वान गर्दै शिवसेना नेपालको तर्फबाट मलाई बोल्ने अवसर प्रदान गर्नुभएकोमा हृदयदेखि आभार प्रकट गर्दै आफ्नो भनाइ यहीँ गर्दछु। जय देश, जय निरयस, हर हर महादेव।